ल हामी चाहिँ वास्तवमा पुनेलतिर जाँदैछौँ है। बिहान 7 बजेको सनराइज भनेर अँध्यारोमै पुरै एभ्रिथिङ केयर अप भएर हामी चाहिँ यो तरिकाले हामी हिँड्दैछौँ बाटोमा। मेरो टाउकोमा एउटा ऊ छ, बत्ती छ, उहाँ यो आकाशको त्यो लाइट ब्लिङ्क ब्लिङ्क गरेको होइन। यस्तो तरिकाले चाहिँ हामी हिँड्दैछौँ है। ल हेर्नुहोस् तरिका छ मजाको छ। अब स्लाइटली लाइटहरू आउँदैछ है। अलिक तलबाट खिच्न सकिएन, एकदमै अँध्यारो थियो। अब यो चाहिँ यस्तो छ। यताबाट हेर्ने हो भने ग्रुपहरू पनि आइरहेछ तलबाट। हाम्रो सानो भाइ यहाँ छ नि। तर यस्तो बाटो चाहिँ पुरै यो बाटो हिँडेको है। हामी चाहिँ यस्तो छ। हामी हाफवे भन्दा अलि माथि आइपुगेका छौँ। माथि आउँदाखेरिको अहिलेको अवस्था यु क्यान सी द्याट या। यो चाहिँ सनराइज हुनुभन्दा अलिकति अगाडिको यो माउन्टेन एरियाको अवस्था छ। धेरै माथि आइसक्यो। म चाहिँ एकदम स्पेसम्यान जस्तो देखिएको छु। एकदम जाडो छ भनेर, तर गर्मी भयो भने त माथि फेरि जाडो होला। अलिअलि हावा लागेको छ। हामीले यता एउटा सानो माउन्टेन पनि देखिरहेको छौँ है। यो फिस्टेल देखिरहेको छौँ हामीले यता। अब अहिले एकछिनमा एकदमै राम्रो देखिन्छ होला होइन। यताबाट सर्र माउन्टेन रेन्ज हेऱ्यो भने अल द वे अप अब उज्यालो हुन सुरु गरेको छ। हामी चाहिँ हिँड्दैछौँ यस्तो त आकाशे यो तरिकाले हिँडिरहेछन्। आकाश प्रेस ब्याक है, गो से हाई भएर पुरै एलियन जस्तो देखिरहेछन् होइन। हो यु हियरिङ अप माई फोन हो नि या है ल हेर्नुहोस् है। त्यो अहिलेको माछा पुछ्रे है, फिस्टेल यो बिहानीको यस्तो चाहिँ सरर हामी माथि नै आइसकेका छौँ लगभग यो देखिरहेछ है नि त। हामीसँग अरू ग्रुपहरू पनि हुन्छ। से हेलो है गौ। हामी सबै पुनेलमाथि गइरहेछौँ है। इट लुक्स अमेजिङ हुन्छ है साथी। बाटो पुरै स्ट्रिप अप छ यार होइन। अन्त उज्यालो उज्यालो हो कि जस्तो पनि छाड आइसक्यो। बाटो चाहिँ पुरै छ है। म हजुरहरूलाई स्लाइटली विन्डी हुँदो रहेछ। हामी लकी भएर आज वेदर नाइस एन्ड क्लिन छ भन्ने बुझिएको छ है। प्रायः जस्तो दिनहरूमा यस्तै हुँदो रहेछ। चिसो चाहिँ अहिलेको यो सिजनमा यो अब पुसको अन्तिमतिर हो, 27-28 भयो होइन। यतिखेर 3 to 5 डिग्री भन्दा रहेछ नि उकालो जाँदा त एकदमै छैन। बिचबिचमा चौताराहरू छन्। हामी मजासँग बसेर आनन्द लिन सक्छौँ है। यस्तो छ। सर हेऱ्यो भने अन्नपूर्ण साउथ पनि देख्दैछौँ है हामीले यहाँबाट। अब स्लाइटली हिमालयहरू देखिँदैछ है। हामी अलि बिहानी भख अन्नपूर्ण साउथ है गो अल द वे अप फिस्टेल एन्ड हुँदै हुँदै द चङ्गर माउन्टेन है। सो गुड लुकिङ अमेजिङ। हाम्रो भाइ छन् यहाँ। हाम्रो भाइ स्पोर्ट भइरहेछन् है। एकदम चाहिँ हाम्रो लागि यस्तो मजाले लिएर आएका छन् कि हाम्रो सानो भाइलाई धेरै 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 धन्यवाद है। हाम्रो तल ग्रुप पनि छ, ग्रुप पनि आउँदैछ। हाम्रो यहाँ कि भान्जा व्यस्त छ नि, भिडियो सिडियो फोटो के गर्ने तरिकामा चाहिँ छन्। हामी चाहिँ अगाडि बढ्दैछौँ है। अब माथि चाहिँ हावा लागेको छ भन्ने कुरो छ। तपाईँहरू सर अहिले हेऱ्यो भने हेर्नुहोस् त, ताराहरू कस्तो मजाले देखिन्छ है। जुन पनि कस्तो मजाले देखिन्छ है। इट लुक्स अमेजिङ। लभली मर्निङ क्या फ्रेस छ। अब तपाईँको कुरा गर्नुहुन्छ भने अलिअलि हिँड्यो भने फेरि पानी पनि कस्तो मिठो के लामा। ल हेर्नुहोस् त, गुड। वी आर अलमोस्ट देयर है। लगभग हामी आइरहेछौँ। साथीहरू अगाडि बढिराख्नु भएको छ। बाटोहरू भने सफा छ है। पुरै सिँढी बनाएको छ। तर हतार गरेर दौडिने काम चाहिँ नगर्नु होला है। किनभने घोरेपानीबाट सिधै माथि 300 मिटरको हाइटमा 45 मिनटमा उक्लिने हो भनेको। एकैचोटि माथि आउँदा समस्या पनि पर्न सक्छ। त्यसैले अलि बिस्तारै चाहिँ हिँड्नुपर्छ। हावाको एकदमै बेग हावाको चाहिँ आवाज सुनिराखेका छौँ है। माथि गएपछि थाहा होला हेरौँ
कस्तो हुन्छ कस्तो राम्रो देखिरहेछ है हामी त के कुराको खोजीमा हिँडे जस्तो आनन्दसित त्यस्तो देखिरहेछौँ हामीले हेर्नुहोस् है ए हावा पुरै ए जङ्गलमा पुरै हावा लिइरहेछ ए साथीहरू तलबाट लाइटहरू बालेर सनराइज हेर्नको लागि आनन्दसित भइराख्नु भएको छ है हेर्नुहोस् कस्तो रमाइलो हो भने हेर्नुहोस् हामी चाहिँ अब अल द वे अप जाँदैछौँ है पुरै अब भन्नुहुन्छ भने एभ्रिथिङ यहाँ रोडोडेन्ड्रोन है सबै लालीगुराँसको जङ्गल हो यो होइन यो फुलेको बेलामा आउने हो भने त कुरै छोडिदिनुहोस् मान्छे फर्केर जाँदैन जस्तो आम्मा लुक्स अमेजिङ अब हामी I think you have to put your light on. जाडो देखिने बेला भइसक्यो है साथी हो हामी चाहिँ सनराइज हेर्न एकदम एक्साइट भएका छौँ होइन दौडिनु जस्तो लाग्छ पनि गरौँ जस्तो लाग्छ साथी हो एकदम हामी फाइनल स्टेजमा आइसकेका छौँ है हेर्नुहोस् है त क्या रमाइलो छ माउन्टेनको एकदम नजिक छौँ है हेर्नुहोस् है साथी है यसलाई यति नजिकबाट हेऱ्यो भने यहीँनिर हो जस्तो लाग्छ हौ यस्तो दामी यार अब यहाँ कलर चेन्ज छ अहिलेको भन्दा अहिलेको कलर चेन्ज छ है यस्तो राम्रो कलर चेन्ज छ होइन ल हेर्नुहोस् है अब हामी यही इन्जोय गर्नको लागि अलिकति छिटो भन्यो नि हामी आएका हौँ अब यसको एभ्री कलर चाहिँ आई ट्राई टु सो है ल हेर्नुहोस् है यो बाटो अँध्यारो छ लाइट बाल्यो भने फेरि उज्यालो हुन्छ है त ए अब हामी मेन गेटमा आउँदैछौँ यहाँ त सामान्य छ अब टप हिलमा अब आउने कुरो छ है त ए यहाँ चाहिँ ओके अगाडिको एउटा ऊ देखिँदैछ है अगाडिको भ्यू टावर जस्तो एउटा घर जस्तो देखिँदैछ त्यहाँ एउटा घर बनाएको रहेछन् त्यहाँबाट हामीले सबै 360 भ्यू चाहिँ देख्ने प्रयास गर्छौँ हामी सकेसम्म अलिक छिटो नै त्यहाँ गएर सट्ट माथि बसेर होइन सर्लक्क यो चाहिँ देख्ने प्रयास हामी चाहिँ गर्छौँ हामी एकदमै नजिक छौँ 2-4 मिनटको वरपर छौँ हामी आइसकेका छौँ हामीलाई लगभग अहिलेसम्म 40 मिनट जस्तो हामी हिँड्यौँ गोरेपानीबाट होइन इट लुक्स भेरी गुड अब ल हेर्नुहोस् है यतापट्टि बाटोबाट देख्दा ल हेर्नुहोस् है यो अर्कै देखिन लागिसक्यो है देख्नुभयो नि होइन कलर चाहिँ चेन्ज भइरहेछ तपाईँले माछा पुच्छ्रे हेर्नुहुन्छ भने हेर्नुहोस् त माछा पुच्छ्रेको 2टा टुँडो 2टा छुच्चा कस्तो मजाले देख्न सक्नुहुन्छ यसैको अहिले अर्को रूप पनि हामीले देख्नेछौँ ल हेर्नुहोस् है हावाको झोका यो धुलो उडेर तपाईँको चाहिँ होइन आँखामा पर्ने जस्तो देखिँदो रहेछ ल हेर्नुहोस् है अब भ्यू त यहाँबाट त पुरै छोडिदिनु ल हेर्नुहोस् है 3210 मिटर हाई पुन्यो गोरेपानीबाट ल हेर्नुहोस् पुन्यो चाहिँ गोरेपानी 2800 एरिया यो चाहिँ ल हेर्नुहोस् है पब्लिक पार्क एरिया तलबाट पनि देखिँदो रहेछ बाबु हामीलाई हेर्नुहोस् भ्यू पोइन्टमा आइसकेका छौँ हामी है सरर मैले देखाउनु पर्दा अहिले चाँदी कलरमा चाहिँ चेन्ज हुन लागिसकेको छ है ल हेर्नुहोस् है माउन्टेन आमामा माछा पुच्छ्रे हेर्नुहोस् हेर्दै जानुहोस् रेन्ज है यस्तो दामी देखिएको छ कि यतापट्टिको भाग के हो कान्छे यो चाहिँ फरर भ्याली त हिमाल चाहिँ हिमाल चाहिँ कहाँबाट सुरु भयो
हुँदै माछा पुच्छ्रे हुँदै हिमचुली हुँदै हुँदै अन्नपूर्ण साउथ है हुँदै 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 यो हिमचुली है अन्नपूर्ण साउथ हुँदै यो 12 शिखर है 12 शिखर हुँदै हुँदै नीलगिरी यो भयो है हुँदै हुँदै अनि त्यसपछि गएर धम्पुस पिक उयो भयो हुँदै हुँदै गएर यो पनि धौलागिरी भयो ल हेर्नुहोस् आहा है धौलागिरी 1 2 3 4 5 गएर हेरे पनि हुन्छ तर अब यहाँ विष्णु यहाँ उता अब यहाँबाट अहिले एकदम सनराइज भइसकेको अवस्था छ देखिरहेछौँ दुईवटा चुचा है यहाँबाट एकदम दामी देखिन्छ अहिले एकछिनमा वेदर फ्यान्टास्टिक छ मैले यो भिजन किन देखाएको भने अहिले सनराइज हुँदैछ तल मैले तपाईँहरूलाई देखाएको है प्लिज साथीहरू एकचोटि पुन हिलाउनुहोस् भिजिट गर्नुहोस् त्यस्तो जाडो छैन एकदमै चाहिँ राम्रो छ ठिक छ अब हावा अलिअलि लागि नै भयो नि अग्लो डाँडो हो होइन इट्स ओके भेरी स्लाइटली चेन्ज्ड है स्लाइटली चेन्ज्ड माउन्टेन अहिले अलिकति परिवर्तन भएको माउन्टेन है अहिलेको भन्दा अलिकति उज्यालो म प्रत्येक उज्यालोपनलाई क्याच गर्ने कोसिस गरेको हुन्छु होइन कहाँ यो पोखरा भ्यालीको माथि चाहिँ कुहिरो लाग्यो कि जस्तो छ तर हामीले माउन्टेन हेर्न सनराइज हेर्न आएको सनराइजमा कुहिरो नलागेको भयो है यो चाहिँ हामी पुनेलमा छौँ र हामीले एभ्री मोमेन्ट चाहिँ क्याच गरिरहेको छौँ एकदम 360 डिग्री क्याच जस्तो That's a mountain. That is a mountain. Let's see. Kस्तो राम्रो छ यार. Pusre. आउनुपर्छ यो फेरि जाऊ हुन्छ फोटो खिचेको छ योभन्दा अगाडि स्टप भयो भने जाऊ हुन्छ क्या मलाई मैले सनराइज पनि यसै क्याच गर्न खोजेको हो कि यसै 12 मिनट भइसक्यो पज गरिरहेको छ नि त 13 मिनटको भयो यो 20 मिनटको हुँदाखेरि यो सनराइज क्याच हो किनभने मैले अब पज गरिरहेको छु नि त भनेको मतलब अहिले खिचेको छैन नि त अहिले त जतिखेर मैले यो अन गर्छु चलेको छैन चल्यो है यसको टपबाट हेर्दा तपाईँको सनराइज टावर मान्छेहरूलाई हेर्नको लागि माथिबाट देखाएको थिएँ यो टावर चाहिँ यहाँ चाहिँ आकाश ल के खाने आकाश चिया होला न चिया चिया ल चालु छ चिया हुनु यहाँ पैसा निकालेर लैजाउँ ल चिया खाउँला चिया खाउँ खान्छ यो चियाकोलाई हो यो चिया हजुरलाई ओके कालो कफी है कालो कफी चिनी चिया चिसो छ अलिकति चिनी राखेर भरिदिएर खान्छ हाम्रो सानो भाइले यस्तो माया गर्छ क्या मलाई यार यो भाइले यार मेरो भाइ हो नि आकाश चिनी
चिनी खान्छ कि खाँदैन? खान्छ यहाँ जाउँ तपाईँ जाउँ है ल हेर हामी चिया खाँदैछौँ है अब यस्तो छ स्थिति है त फेरि अहिलेको थोरै चेन्ज भ्यू है नि त ल्यान्डस्केप चेन्ज कलर है है साथीहरू फेरि हेर्नुहोस् है यस्तो दामी छ कि माउन्टेन सब साथीहरू चाहिँ माउन्टेन हेर्न आउनुभएको छ है यस्तो राम्रो माउन्टेन छ यार Take one picture of me. Is that okay with that hand? So you don't need to get off the gloves? Yeah, this one. Oh, that's nice, man. सनराइज केलाई छोयो 12 शिखर 12 शिखर यसको थोरै उता टुप्पो देखेको अन्नपूर्ण वन उतापट्टिको थोरै टुप्पो देखेको अन्नपूर्ण वन 12 शिखर होइन हजुर अनि यो यता गाईको थुन जस्तो थियो नि कहाँ हो यो गाईको थुन जस्तो भएको त यता तल हो अब चाहिँ यो जग्गा यो साउथ 7,290 meter height and one of the 8th highest atom 10th highest mountain Annapurna one is 10th highest mountain in the world होइन यो त छैन यो कतिमा पर्छ यो थाहा छैन माछा पुछ्रे 1000 चान्चुनमा पर्छ can see sunrise slightly down there यहाँको सबैभन्दा इम्पोर्टेन्ट धौलागिरी अब हामी यहाँ सर आयौँ भने धौलागिरी छ यो यताको के हो यो मेन यो चाहिँ 7th highest 10th highest अनि 8th highest अरू चाहिँ सबै रेन्ज सबै 6000 भन्दा माथि हो बेङ्गलोरको रेन्ज कति होमा छ थाहा छैन 6000 भन्दा माथि गरेको छ क्रिस्टल 6994 यो 7219 ओके 6464 यो चाहिँ 7200 यो चाहिँ 1400 यो चाहिँ 7200 यो 8100 मिटर हाइट 8186 किन भन्दाखेरि त्यो ओह्रालो भयो त्यो टिक्दैन त्यो ग्लासियर्सहरू भएर बनाएको है अनि त्यति धेरै पर्दैन क्या You can see those त्यो हिउँको हेर्न पहाड जस्तो क्या त्यो है अनि यसमा चाहिँ हाम्रो क्लाइम्बिङ गरिरहेको हुन्छ सबैभन्दा अब उहाँ पनि सनराइज देखिराखेको छ है सबैभन्दा धेरै एभरेस्ट हुन्छ यसमा चाहिँ यो अन्नपूर्ण रिजनमा के अरे गण्डकी प्रदेशमा अन्नपूर्ण वान चाहिँ लगभग सक्सेस कम हुन्छ भनेर थोरै चढ्छ यिनीहरूमा प्रत्येक वर्ष एराउन्ड 100 प्लस चढ्छ 100 प्लस जो कोही पनि नेपाल आउनुभएको छ भने एकचोटि पोखरा आउनुहोस् पोखराबाट घोरेपानी आउनुहोस् घोरेपानीबाट पुनिल आउनुहोस् पुनिलबाट यो
यो जुन सनराइज सरी यो जुन माउन्टेन बल्क अफ माउन्टेनको जुन मजा छ नि लिनुहोस् ल है त अब हामी सर ल हेरौँ है सनराइज क्या राम्रो देखिरहेछ होइन सनराइज चाहिँ Can I get a picture? That one? Sun is coming. Oh, yeah.